हेलो साथीहरू नमस्कार, सन्चै हुनुहुन्छ? हर हर महादेव। आज साउनको दोस्रो सोमबार। तपाईँहरूले व्रत लिनुभयो त? मेरो चाहिँ आज व्रत छैन। आज चाहिँ म माम खाने हो। त्यही भएर आज चाहिँ बिहानको मेरो छोरोको काम सकेपछि किचनतर्फ लागेँ। अनि मेरो चाहिँ चियाबाट सुरु हुन्छ क्या। बिहान चिया नखाइ केही गर्न सकिँदैन। पानी चिया खाएँ। मैले कर्कलो ल्याएर अनि चिया पकाएर खान थालेको थिएँ। अनि पानी खाएँ, चिया खाएँ, अनि कर्कलो केलाउन थालेँ। अनि कोही चाहिँ के यो कर्कलो चाहिँ सुँगुरले खाने चारो भन्दा रहन् के। अनि के मासु पनि त त्यसो भए त कुकुरले खान्छ त, अनि मान्छेले मासु खाँदैनन् र भन्ने बोल्न पायो भने जे नि बोल्नु हुँदैन के। प्याच लाएर यो बुझ्नेलाई श्रीखण्ड हो, नबुझ्नेलाई खुर्पाको पिँड। यसमा चाहिँ धेरै आइरन पाउँछ। यो त अझै केटी मान्छेहरूले खानु एकदमै राम्रो भन्छ क्या डक्टरहरूले। त्यही भएर कर्कलो चाहिँ खानुपर्छ है। जसले जे भने पनि खान छोड्नु हुँदैन। अनि कर्कलो केलाएँ। अनि त्यो ठुलो ठुलो डाँठ भएको चाहिँ फालिदिएँ लगेर। अनि पकाउन थालेँ। आज चाहिँ लसुन प्याज हाल्न नहुने, अनि त्यही भएर सुरुमै तेल हालेर पकाउन थालेँ। नभए चाहिँ मैले चाहिँ पकाएर अनि पछि झान्थेँ कि। अनि सुरुमै तेल हालेर त्यसमा 5 फोरन पड्काएँ। अनि त्यसपछि खुर्सानी पड्काएर आलु हालेँ। अनि त्यसपछि गर्दै आलुमा नै बेसार नुन मसला सबै हालेर अनि मैले कर्कलो हालिदिएँ। अनि त्यसपछि गएर अब केही हाल्नु भएन। अनि अदुवा चाहिँ हाल्नु पऱ्यो भनेर बारीमा गएर अनि मैले अदुवा लिएर पनि आएको थिएँ। अनि अदुवा ल्याएर कुटेँ। अनि अदुवा कुटेर अनि अदुवा पनि हालिदिएँ। यस्तै छ साथीहरू मेरो चाहिँ दैनिकी। तपाईँहरूको चाहिँ कस्तो छ कुन्नी? अनि त्यसपछि गएर अदुवा हालिसकेपछि चाहिँ मलाई अचार बनाउने सोच आयो र अनि त्यसपछि अचारको लागि आलु रेडी गरेँ। अनि त्यसपछि गएर त्यही तरकारी पकाएकै कुकरमा चाहिँ मैले आलु उसिन्न हालिदिएँ। अनि सिटी लगाइदिएँ। अनि यता चाहिँ फेरि आलु उसिनेपछि चाहिँ अनि मैले त्यो काँक्रोहरू सब काटकुट गरिसकेको थिएँ नि त। अनि त्यो काँक्रो चाहिँ झार्न लागेँ। अनि त्यसपछि गएर अनि 5 फोरन हालेर अनि खुर्सानी बेसार सेसार हालेर मैले चाहिँ झारिदिएँ। अनि अचार झाने अघि उसिनेको आलु पनि हालिदिएँ। अनि त्यसपछि तरकारी खन्याइसकेपछि चाहिँ मैले त्यही कुकरमा माम बसाएँ चामल हालेर। अनि त्यसपछि गएर माम पकाइसकेपछि अनि अचारमा चाहिँ अमिलो नुनहरू सबै कुरा हालेर यसो मोलमाल पऱ्यो। छोप हाल्नु पऱ्यो नि त। आलसको छोप हालेर मोलमाल पारेँ। रेडी भयो खाना। अनि आजको खाना चाहिँ मेरो रेडी भयो कि यति नै खाने हो गाइज। अनि त्यसपछि गएर मेरो छोरालाई चाहिँ घर अगाडि स्कुल छ, स्कुल जानु पऱ्यो अरे। दादा दिदाहरू स्कुल गएको देखेपछि ऊ हिँड्यो अब लखर 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 सधैँ हो फेरि। अनि गएर फेरि स्कुल पढ्न जाने होइन, गाडी चढ्न जाने हो क्या। स्कुलमा बच्चा बोक्ने गाडी हुन्छ नि त, त्यो गाडीमा चढ्नको लागि गयो। सिधै गाडीमा जाने हो, अन्त कहीँ जाने होइन। अनि ऊ गयो गाडीमा गयो। त्यो गाडी बन्द थियो। अनि त वरिपरि घुम्यो। 10 चक्कर लगायो होला त्यो गाडी। पुरै वरिपरि घुमेर 10 चक्कर जति लगायो। अनि त्यसपछि केही सिप लागेन। अनि घर आयौँ। अनि त्यसपछि घर फर्किसकेपछि अनि त्यसपछि गएर अनि माम पस्केर माम खाएँ। अनि आजको चाहिँ मेरो दैनिकी त के भन्नु, बिहान चाहिँ यस्तो रह्यो साथीहरू। तपाईँहरूको चाहिँ कस्तो थियो सुनाउनु होला। ओके बाई बाई, हेभ अ गुड डे।